दोधर चलाएको बस्तीहरूमा गएर अन्तिममा पनि मैले अघि पनि भने नक्कली सबै हट्नुपर्छ, त्यो ठाउँहरू बस्ती पनि हट्नुपर्छ। सरकारले अध्यादेश ल्याउन पाउँदैन, ल्याउन पाउँछ। म सरकारले अध्यादेश ल्यायो, अध्यादेशबाट शासन गर्न पाइँदैन भनेर नारा लगाउने हो। हिजो हामीले पनि ल्याएको, संविधानले त्यो अधिकार दिएको छ। कहिलेकाहीँ कार्यकारीले आफ्नो कामहरू प्रभावकारी बनाउनका निम्ति आवश्यकता अनुसार ल्याउँछ, गर्छ। हामी हिजोको जस्तो यो 51 सालको जस्तो होइन। यो हामी सरकारले यो गर्यो सडकमा आऊ, सरकारले त्यो गर्यो सडकमा आउँदैनौँ। हामी यहाँनिर अप्ठ्यारो पार्नुपर्छ कि पार्दैनौँ त्यसरी। हामी कन्स्ट्रक्टिभ रोलै गरेर हामीले मद्दतै गर्ने हो, किनकि हामी परिणामै दिन चाहन्छौँ। र 5 वर्षपछि हामी पिपलको बिचमा जाँदै गर्दाखेरि हाम्रो अपोजिसनकै रोलका रूपमा हामीलाई ठिक ढङ्गले हामीले काम गरे कि गरेनौँ भनेरै जज गरिदियो भनेर जान्छौँ। हामी सरकारलाई मद्दत गर्न चाहिरहेका छौँ, तर प्रायोरिटिज ठिक गर्नु पर्यो भन्ने कुरा हो। सरकार तपाईँहरूले सञ्चालन गर्ने हो, हामीले तपाईँहरूलाई मद्दत गर्ने हो। हामीले मद्दत गर्छौँ नै। कसैको सनकले खोसिन्छ, यो कसैको लडले खोसिन्छ। यो मैले आजदेखि खोज्दै यो अधिकार जान्छ भनेर जान्छ। यो नेपालको संविधानको धारा 34ले धारा 17ले सङ्घ संस्था खोल्ने अधिकार पनि दिएको छ, ट्रेड युनियन खोल्ने अधिकार दिएको छ। ट्रेड युनियन अधिकारभित्र श्रमिकको अधिकार छ, सामूहिक सौदाबाजी गर्ने अधिकार छ। सरकारलाई यो पनि अनुरोध गर्छौँ, हाम्रो विनम्रतालाई कमजोरी नठानियोस्।